व्हाट्सअप तपाईको यहाँ स्वागत छ गाइस। यहाँ ल्याग हानिराखेको एउटा कि मैले यत्रो दिनपछि भिडियो हालेको कस्तो छ मेरो आइडीमा यत्रो दिनपछि भिडियो नहालेको 900 र 1000 लेभल हुँदा के भयो थियो। पहिला रेड फिडमा म कस्तो थिए अब त होलो साइट हेर्नु बुद्ध त अवेकन फुल भइसक्यो है। यो बुद्ध लेपको मैले त्यो हटाएको बुद्ध लेप राम्रो हुन्छ है। तपाईहरुले बुद्ध लेप नै लाउनुहोस्। यहाँ हेर्नु फ्रुटहरु विसेन्ट बडी स्क्वाड सेबर अनि मिडनाइट ब्लेड यिनीहरु मिथिकल अनि होल्ड साइड ग्राभिटी ब्लेड पहिला मेरो फेभरेट थियो अहिले छैन। अहिले त होल्ड साइड हो। यहाँ हेर्नु अब म ट्रिपल कटान झिक्न भनिरहेको यार तर तपाईसँग झिक्छु ल तपाईहरुसँग नै झिक्छु। यहाँ लाइटनिङ पाइसक्यो बिहान बुद्ध नि थियो मैले त्यो गरे इट हानेको बुद्ध चाहिँ तर यो दामी सिडिज हुनु होला है। माथि ब्लू कलरको हेर्नु त के है यो त मलाई जबबाट मैले त्यो देखि हो यार। म हटाउन ट्राई गर्छु है अर्को भिडियो लगाउँदा। यो अहिले हामी के गर्ने गाइस ला मैले त सोचेकै थिएन के गर्ने भनेर गाइस मेरो हैन गाइस यहाँ धेरै कुराहरु आइसक्यो कि पहिला म कति लेभल म पनि यो मेरो भाइ भन्ने आयो गाइस। के गर्ने आजको भिडियोमा भन्नु गाइस टेरो शार्क मैले सोल्न सक्छु नि त अब गाइस। हेर्नु टेरराइज डार्क फ्रेगमेन्ट अजुराम्बर के थियो यार पहिलासँग मसँग गाइस यार अलि यत्रो हैन के गर्ने आजको भिडियोमा। आजको भिडियोमा हामी के गर्ने भन्नु यार गाइस। हैन एउटा काम गर्छु मैले आफ्नो स्टोरी भन्छु कसरी गरेको कसरी समस्या आएको भन्छु अनि साथमा एउटा रोल नि हान्छु गाइस। वन रोल एक रोल त बन्दै हैन गाइस मलाई हिन्दी यत्रो आउन त्यही भएर गाइस हामी यो पछि म नि एउटा अझै भिडियो बनाउँछु तसँग आरएफ इन्द्रा त मार्दिन गाह्रो हुन्छ मसँग यार ड्रागन टेलेन्ट छैन। गाइस म ड्रागन टेलेन्ट अनलक गर्छु ल तपाईले तर त्यो बोन नि कलेक्ट हान्छु तपाईको अगाडि ट्राई गर्छु। हामी अब लाइभ कसरी गर्ने हो गाइस प्लिज लाइक गरिदिनु यार 20 सब्स्क्राइबर भयो ल यो भिडियो लाइक 1k लाइक ल गाइस गरिदिनु प्लिज। मेरो आइडी नराम्रो मेरो च्यानल नराम्रो हो तर मैले यत्रो मिनेट गरे हो। हामी पहिला कता जाने हामी पहिला इन्ट्रोडक्सन दिने यहाँ होम पोइन्ट सेट होला छैन यार गाइस। यस्तो यार म सेकेन्ड सीमा जाँदाखेरि यहाँको होम पोइन्ट हट्छ क्या गाइस। मेरो भाइ नि आहा अर्को भाइ अब म त त्यहाँ क्यासल अन द सी भन्छु क्यासल अफ द सी हैन मलाई क्यासल अफ द सी भन्छु क्यासल अन द सी पुरो हुन्छ के गाइस। यहाँ पुरो अस्ति भयो माथि जान त यस्तै गाह्रो हुन्छ गाइस। क्यासल अन द सी भन्थ्यो नि क्यासल अफ द सी म त क्यासल अफ द सी नै भन्छु यार अन द सी यार के भएको यार गाइस बुद्धको साइड हटे के गाइस किन हो सबैसँग हटे यिनीहरू त नराम्रो गरे तर तिमीहरूले गाइस ल हामी आफ्नो इन्ट्रोडक्सन दिन्छौँ गाइस। हेर्नु मैले सुपर ह्युमन नि झिकेको यत्रो दिनपछि मैले बनाइरहेको म किनकि ताराको थिएँ के यत्रो आधी महिना भएको होला यत्रो दिनसम्म बनाएको हेर्नु मैले सुपर ह्युमन नि झिकिसकेँ मैले त हेर्नु गाइस सुपर ह्युमन गाइस यो के हो गाइस यो त्यसको होला के भन्छ रे ड्रागन ब्रेडको होला छ हो यो चाहिँ कसको कमेन्टमा भन्नु है यो चाहिँ कसको कमेन्टमा भन्नु। म अहिलेको लागि वाटर प्रुफ लिन्छु किनकि मलाई खोकी भयो गाइस।
म वाटरको फोन लिन्छु किनकि स्प्यामको लागि राम्रो हो गाइस। पुग्दा मलाई थच्छु पनि याद थिएन लास्ट लङ भिडियो त्यो भयो कि त्यही भएर गाइस यहाँ मैले रिस्टार्ट फोन होइन मैले स्टोरी भन्दैछु अहिले यहाँ लास्टै समस्याहरू थियो लास्टै ग्रोथ अप गर्नु परेको थियो के गर्नु परेको थियो लेभलमा पुरै हार्ड के समस्याहरू आएको थियो यार गाइस आज हामीले केही नि गर्दैनौँ मेरो आइडीको त्यो भन्छु हामी थच्ची पुगेको तिनीहरू अनि यो नि लेभल हो भनेको यो लेभल र त्यो म 900 लेभल हुँदा मैले त्यो वाटरको फुट झिकेको थिएँ तपाईँहरूले थाहा होला त्यति बेला मलाई के नि थाहा थिएन लिटरली के नि थाहा थिएन अनि अहिले हेर्नु साइड बडी स्क्वाड अनि के झिकेको गाइस सोध्न मसँग एउटा नि पर्मानेन्ट ट्रुथ छैन गाइस प्लिज गिफ्ट मी गाइस गिफ्ट मी प्लिज गाइस होलो साइड चाहिँ मैले कसरी पाएको भनिदिउँ होलो साइड चाहिँ मैले त्यो गरेर पाएको हो होलो साइड मैले त्यो गरेको के भन्छ अरे होलो साइड सोल रिपर हुन्न बोनहरू खद्दा गरेर होलो एसेन्स फायर एसेन्स हो कि होलो एसेन्सले स्पोन हुन्छ दुईटा मध्ये एउटाले हुन्छ कि दुईटाले हुन्छ होला थाहा छैन मैले त्यहीबाट फायर एसेन्सले मैले गरेको छु तर गाइस त्यही मैले फायर एसेन्सले स्पोन हान्थेँ फर्स्ट टाइममा मार्न लाग्यो पहिले सुरु पायो कि गाइस यो होलो साइड अनि सार्कम्यान कराटे तपाईँलाई थाहै होला म त्यसमा भिडियो बनाएको के भन्छ अरे मसँग भोइस रिकर्डर थिएन कि अहिले हो गाइस यो पोर्टल आरआइपी त मार्नको लागि 3टा त्यो चाहियो होइन मसँग एउटा अनलक नि होइन यो अनलक छैन त्यो नि अनलक छैन त्यो नि अनलक छैन त्यो त टेरर अफ द स्काई हो त्यो त थाहा के भन्छ मसँग एकचोटि गड अफ च्यालिस थियो कि म हेरेर आउँछु आफ्नो इलाइट अन्डर म तुसिता लिन्छु कि तुसिता तपाईँहरूको अगाडि योपालि त ल क्वेस्ट नि पायो यार ग्रेट अगाडि प्रोसेस हुन्छ अर्बनलाई मार्न 12 अब 13 गरिदिउँ गाइस जाम त 13 गर्न गाइस मेरो दाइको नि अब त्यो झिक्न नलाहा मेरो दाइले त्यो झिक्न लाउनु भए म अहिले मार्दिनँ तर त्यो इलाइट अन्डरलाई ऊ त्यहाँ हो क्रिट्री ल गाइस हामी जाम न त ल जाम न एउटा इलाइट अन्डरलाई मार्न के ग्लिच हान्नु गाइस मेरो दाइ म्यास्ट्री लेभल हुन्छ भाइहरू यसको प्लिज इले भनेको त्यो नि नसुन्नु कि इले भनेको जे भन्छ इले त्यो सबै बकवास भन्छ म्यास्ट्री लेभल भनेको के हो गाइस कमेन्टमा भन्नुहुन्छ के यार के भन्छ म्यास्ट्री लेभल भनेको त्यो मलाई नि थाहा छैन हि ल यो थाहा बुद्ध ग्लिच भनेको यो कुनै एउटा फ्रुट लिने हातमा अनि यस्तो जाने यस्तो जाँदै अनि पछाडि आउँदै जान्छ कि कहिले ग्लिच हुन्छ कि ग्लिच म अब होलो साइडको म्यास्ट्री गर्छु अनि ड्रागन तेल भाइहरू मेरो दाइ अमिर हो यो दाइ होइन अमिर त हो गेममा अमिर हो भाइ म नि भाइ भन्छ यार तपाईँहरूले यसको म हेर्नु कि योसँग यार मलाई सुट्नु छ कि यसले मार्न मन गर्छ मलाई कस्तो चल्दै बस्छु अहिले भर्खर मम्मीले मलाई हान्नु कुट्नु भएको राम्रो भयो होइन गाइज इले नि कुदा खाएको तैँले नि कुदा खाएको नभन् गाइस अरू पनि हेर्छु पेलिस्काफ ल्याएर गाइस पेलिस्काफ चाहिँ केक प्रिन्सले हो कि डोकिङले नि पाउँछ केक प्रिन्सले नि पाउँछ स्टोर गर्ने अनि फेरि यहाँ जाने यो लिने होइन है गाइस वार्डरोबमा जाने हेर्नु ल वार्डरोबमा हुन्छ वार्डरोबमा होलो यो पाएँ के भन्छ अरे होलो क्राउन हो होली क्राउन हो के हो जो मलाई नाम पर्नाउँदैन क्या यार गाइस कता हात त्यो त थाहा छैन यार त्यो यहाँ ए होइन त्यहाँ बस हुन्छ गाइस बस त्यहाँ छ ओए बस होइन कि बसलाई मैले कोस लिएर मार्छु
खै त को यतिको भनिदिएको के हो ग्रेट ट्रीमा मैले हेरेको थिएँ यार बस टपमा त हुन सक्दैन त्यो बस हो अर्बन चाहियो कि अर्बन वाला बस गाइस यहाँ खोज्न हेल्प गर्नु कति मोर के हेरिरहेको के हो? लाइक र सब्स्क्राइब गर्न लाइक र सब्स्क्राइब सरी गाइस यसलाई थाहा छैन भिडियोमा कस्तो इन्ट्रोडक्सन दिने प्लिज गाइस लाइक सब्स्क्राइब गर्नु प्लिज गाइस हामीले यत्रो रिक्वेस्ट गर्नु गरिदिनु यार गाइस कसले नि गर्दैन यो क्या कब हाम्रो भन्छु भिडियोलाई। तपाईँ थाहा 1 घण्टा पछि 1 घण्टा हो र अहिले भ्याउँछ पक्र अर्बन छैन यार गाइस यत्तिकै भनिदिएको यार यिनीहरूले उता चिकान्नु पर्ला अर्बन नै भेट्दैन यार गाइस ग्रेट ट्रिम मैले हेरेको थिएँ सुन्न त मैले ग्रेट ट्रिम सुनेको थिएँ यार गाइस अर्को मिस्टेक सुने के हो गाइस इन्स्टाग्राम चाहिँ यत्रो हो यो पुरै आइल्यान्डलाई कभर गर्नु जति हो गाइस के फेरि हेरेर राम गाइस अरे बित्तिकै होइन कस्तो दिनमा मैले रुस्टुकै गाइस दा फेरि फ्रुट लिनु पर्छ फेरि बिचमा आएर यहाँ ड्रागन हेरौँ चाहिँ यार गाइस यहाँ ट्रेजरमा ड्रागन रियलमा हामीसँग हुन्न के आज रोलमा गाइस मैले त्यो लाइटिङ कस्तो निस्काएको रोलबाट गाइस थर्सी आएपछि एउटा लक चम्किन्छ नि हामीलाई पोर्टल गर्छ थियो गाइस 5वटा पोर्टल मेरै आइडीमा निस्केको मेरो भाइको आइडीमा तर एउटा 6वटा टोटल हामी दुईटाको मिलायो भने त 6वटा गाइस टोटल गाइस हामी प्लिज सपोर्ट भक्कै खाने गाइस होलो साइड एयर फ्ल्याक्स हान्दिने यार होलो साइडले बिचारा होलो साइड चाहिँ सोल रिपरले है सोल रिपरले कबुचा चाहिँ किन्नुपर्छ है 1000 फ्रेगमेन्टको किन्नुहुन्छ भने किन्नु सेकेन्ड सीमा कबुचा बुद्ध त हेर्नु भयो कस्तो फुस फुस ला ब्याकग्राउन्ड सङले बन्द गर्न बिर्से यार गाइस अब हेर्नु गाइस अब फेरि चेक गर्नुपर्छ फेरि जानुपर्छ कस्तो रिस उठिन्छ क्या गाइस यो अर्बनहरूले मार्न के योभन्दा राम्रो त लाइट लिएर घुस्दिने प्रोसेसमा होइन यहाँ हो ग्रेट ट्रीमा नै भने छैन यार गाइस ग्रेट ट्रीमा म त जान्छु अब रिस उठ्यो मलाई त म तेरो एयरफोन लगाम के एउटा एयरफोन के भनेको हेडफोन त मसँग एउटा हेडफोन मात्र हेडफोन होइन एयरफोन सरी गाइस अलि अमेरिकी चक्करमा त्यो भएको गाइस त्यो होइन त्यो त आइरल्यान्ड हो मेरो पनि छ गाइस ल त्यो नै भित्तेन कि मेरो दाइको नाम के हो थाहा रिदम एयर स्टोर किन हानेको कस्तो एयर सुटिन्छ कि गाइस जान्छ है एउटा रोल हान्छु अनि भिडियो इन हान्छु आजको इन्ट्रोडक्सन यति नै हो गाइस इटी पायो भने हाम्रो इट होइन मेरो दाइले इट गर्ने हो यो दाइ होइन अर्को दाइ 8 क्लासमा पढ्नुहुन्न 8 क्लासमा पढ्नुहुन्छ त किन नभनेको चाहिँ अनि त्यसको नाम रिदम हो रिदम गुप्ता अनि एउटा उसको यार गाइस किन नभएको के सर सुन्नुहुन्छ उसको रिदम काबुचा पहिला रिदमको बहिनी पनि छ त्यो 5 क्लास हो त्यो 9 वर्ष हो दाबु म 11 10 म त 11 हो ती दोस्रो रिदम कति वर्ष हो थाहा 18 118 14 वर्ष ए 14 अब लाग्छ 14 वर्ष
अब अहिले 13 वर्ष छ बर्थडे पनि आउन लाग्यो कति हो फागुनको बर्थडे गइसक्यो होइन गएस ए गएन गाइस छ आउँछ गाइस यहाँ म आफ्नो दाइहरूको नि आइडी अलि त्यो रेट हान्छु रेट मैले यत्रो दिनसम्म चलाएन आफ्नो आइडीमा काम गरेको त्यही भएर मैले पनि गाइस पहिला मसँग थिएन यिनीहरू गाइस म पनि मेरो आइडी मेरो नाम के हो भने विवान विवान राजा हो मेरो नाम होइन राजा त त्यो मेरो एउटा भाइ छ त्यसको नाम हो गाइस अनि के भन्छ नाम राजा गुप्ता यसको नि आइडी छ है गाइस यार मेरो नाम विवान गुप्ता ल रोल हाने है ल प्लिज राम्रो प्लिज ए घटिया निस्के यार टी-रेक्स थियो साइडबाट डायमन्ड गाइस पर्मनेन्ट गाइस यार हेर्नु गाइस यहाँ एउटा कुरा हेर्नु ए यार यो निस्ले गर्न थाल्नु पाइन्छ छैन हेर्नु गाइस यहाँ सपमा गएर हेराउँछु म कतिवटा पर्मनेन्ट फुड गिफ्टको नाममा अक्षर होस्ट्रीमा नि छैन के गिफ्ट हेर्नु न यो पर्मनेन्ट फुड मसँग रोबक्स नपत्ताउनु भएको है यहाँ हेर्नु न हेर्नु गाइस यहाँ हेर्नु माथि बाई आइटमको साइडमा लेखे या क्रस छ नि क्रसको साइडमा हेर्नु आरबी अक्स हो कि रो बक्स हो त्यही यार गाइस कस्तो त्यही 11 रुपियाँ हो कि रो बक्स नै छैन ए गाइस एउटा नि पर्मनेन्ट छैन नपत्ताउनु भएको भए हेर्नु गाइस एउटा नि मेरो दाइ गाइस पर्मनेन्ट फ्रुट गिफ्ट हान्नु कि के गिफ्ट हान्दिनु 2xx बिकट लेभल म्याक्स छैन तर यार गाइस पोर्टल नि अनलक छैन एउटा रोल नि हाने है गाइस यार गाइस के नि राम्रो छैन क्या अहिले मेरो आइडीमा छ भ्यानम छ लाइट पोर्टल भ्यानमको रिवक आउन लाग्यो यार गाइस लाइटिङ गाइस भ्यानमको रिवक टाइगर भाइ फुल मुन आउनमा अहिले फुल मुन रातिको होइन दिन फुल मुन आउनमा अहिले होइन फुल मुन अर्को यो दिनपछि आउँछ यो दिनपछि आउँछ फुल मुन ट्रेल भनेर नपत्ताउनु भएको यो बुद्ध लेख्ने फुल अवेकन सियर अनअवेकन मैले गरेको नपत्ताउनु भएको है यीहरू सी अवेकन गरेन सी अनअवेकन गरेर हेर्नु गाइस स्ट्रेस नै हेर्नु म अब यसमा हाल्नै हाल्छु यार गाइस के मेरो भाइले भनेर पापाको इयरफोन बाबाको इयरफोन कता छ मलाई के थाहा तँले लगाएको थिएन तैँले त लगाएको अझ तँले गाइस ओरानी मसँग हिट वेभ क्राफ्ट तँले लगाएको थिएस के बाबाको ओ गाइस मेरो इयरफोन त ताजा सिधा यो क्वेस्टमा हिट वेभ छ मसँग त्यहाँ एउटा कमालहरू प्युर लाइट प्युर त छ यार गाइस ल गाइस यहाँ हेर्नु यो लेजेन्डरी जिस्काको होइन है रोस्ट हानेको होइन तर ओ येटी हेर मलाई छ यार गाइस येटी मलाई छ येटी यार येटी दिन्छ त्यसले सेरी येटी दिन्छ प्लिज ना के खान नभनेको यार भ्यानम दिन्छु यो दिन्छु ल ना प्लिज भन्छु यार बाबाको इयरफोन खोइ भने तँलाई प्लिज चल बाबुको इयरफोन खोइ के बाबुको इयरफोन बाबुको बाबाको के भने बाबाको इयरफोन बाबाको इयरफोन खोइ के भनेको बाबाको इयरफोन मलाई के थाहा या मलाई भिडियो बनाएर ड्याड क्यु यार वाट भन्छ गाइस ल प्लिज फुलमुन ह्याक लगा
ल यो आयो गाइस टाइगर टाइगर कंट्रोल प्लीज यार पोर्टल प्लीज ए यार इसमें कुकु ए यार सीट के पेलिसका मसँग पेलिसका भा धेरै मेसको यो नि हो ओइलेसम्म मैले बडी स्क्वायर त्यो मात्र हो अहिले कुन रहेछ सार्कै गाइस नयाँ ट्रेड हुन्छ है ट्रेड हुन्छ एउटा ल गाइस टाइगर फुल मागे अहिले प्लिज प्लिज टाइगर 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 नहीं टाइगर यो टाइगर टाइगर छैन के गाइस यहाँ अब म यहाँ हेराइदिन्छु ल फ्रुट्स राम्रोसँग चेक गर्नु यो तर गाइस यसको टोर्मेटोको स्किन हो मसँग स्योर हो टोर्मेटोको छ ब्लूबेरी प्लस पटल चाहियो भने बडलाई वो यसले क्राफ्ट के भनेर हेरिदिनु गिभ मी wood trail white there goes इले त त्यो पुरै पुरा के भयो गाइस आजको व्लग यति नै हो ल थ्याङ्क यू फर वाचिङ थ्याङ्क यू फर वाचिङ होइन अहिले पक्रिनु है के भन्छ र थ्याङ्क यू व्लगमा एन्ड हाल्नुहुन्छ लास्ट टाइम हेराउँदैछु यहाँ हेरेँ फ्रेगमेन्ट अनि बुद्ध आइकन हो पुरै आइकन हो यहाँ हेर्नु आई एम इन म्यान इन के लेखे नो आई वान्ट स्पट होल्लो साइड इसले फ्ल्याक्स हुन्छ होल्लो साइड हेर उहिले केटिदिन्छ यार गाइस कहिलेले केटिदिन्छ होइन बहुत टाइम धेरै भयो आजको लागि यति हो गाइस ल 3 2 1 गो बाई बाई गाइस प्लिज लाइक एन्ड सब्सक्राइब